नमस्कार। गोदावरी नगरपालिका 3 खमौरा कैलालीमा हाई इफिसियन्सी एग्रो टुरिज्म एन्ड हेल्थ अवेरनेसद्वारा सञ्चालन गरिएको निशुल्क ट्युसन कक्षाको औपचारिक उद्घाटन सम्पन्न भएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, पत्रकार, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमबारे जानकारी दिँदै संस्थाका सुदूरपश्चिम प्रदेश संयोजक करण कैनीले गुणस्तरीय शिक्षा सबै विद्यार्थीको पहुँचमा पुर्याउने उद्देश्यले निशुल्क ट्युसन कक्षा सञ्चालन गरिएको बताउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक चेतनाका क्षेत्रमा संस्थाले निरन्तर रूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनहरूमा पनि समाज रूपान्तरणका लागि थप प्रभावकारी योजनाहरू अघि बढाइने जानकारी दिनुभयो। उक्त ट्युसन कक्षामा शिक्षिकाको रूपमा प्रशंसा सिंह रहनु भएको छ। विद्यार्थीहरूलाई गुणस्तरीय, व्यावहारिक तथा प्रतिस्पर्धात्मक शिक्षा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको यस निशुल्क ट्युसन कक्षाले स्थानीय समुदायका विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रममा सहभागीहरूले शिक्षिका प्रशंसा सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँको अनुभव, लगनशीलता र समर्पणले विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा व्यक्त गरेका थिए। यस अवसरमा संस्थाका अध्यक्ष श्री नन्द प्रसाद अधिकारीको दूरदर्शी नेतृत्व, समाजप्रतिको समर्पण तथा संस्थागत विकासमा पुर्याएको योगदानको उच्च प्रशंसा गरिएको थियो। उहाँको नेतृत्वमा संस्था शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, वातावरण संरक्षण, युवा तथा महिला सशक्तिकरण लगायतका क्षेत्रमा सक्रिय रूपमा कार्यरत रहेको बताइएको थियो। कार्यक्रमको सञ्चालन सामाजिक परिचालक गोविन्द सिंहले गर्नुभएको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले शिक्षा क्षेत्रको विकासका लागि यस्ता पहलहरू अत्यन्त महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्दै निशुल्क ट्युसन कक्षाको सफलताको शुभकामना व्यक्त गरेका थिए। साथै संस्थाले आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक चेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा विस्तार गर्दै लैजाने प्रतिबद्धता जनाएको छ। कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण अतिथि, पत्रकार, शिक्षक, अभिभावक, विद्यार्थी, समाजसेवी, बुद्धिजीवी तथा सहयोगीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको थियो। नाइस टेलिभिजन, सुदूरपश्चिम प्रदेश ब्युरो, धनगढी। यो एनजिओले यसरी तपाईको क्षेत्रमा यसरी कार्यक्रम गर्दै गर्दा, निशुल्क शिक्षण कार्यक्रम गर्दै गर्दा तपाईलाई के लागेको छ वडाको तर्फबाट? मलाई उहाँ तपाईले सम्बन्ध एनजिओ तर्फबाट धन्यवाद दिन्छौँ। तपाईको टिमलाई पनि धन्यवाद दिन्छौँ। तर यस्तो निशुल्क मान्छेले नबुझेर हो यस्तो पढाउने घरमा आएर कसैले यस्तो बेर्दैन। यसमा तपाईलाई म पुरै धन्यवाद दिन्छु। फेरि पनि तपाईलाई धन्यवाद दिन्छु। तपाईले घर घरमा आएर खोजेर यस्तो कार्यक्रम चलाइदिनु, तपाईलाई धन्यवाद दिन्छौँ। यस्तो कोही पनि गर्दैन। अहिले यो शासन के छ भने एउटै खाली लाप्चाको लागि, भत्ताको लागि गर्छ मान्छे, दुनियाँ त गर्छ। यो संस्थालाई म फेरि पनि धन्यवाद दिन्छु। बहुत राम्रो लाग्यो मलाई। वडाको तर्फबाट मैले के गर्नु भने 12 वडामा तपाईको सब रेपुटी गरेर मैले सब बुझिया छु। तपाईले बहुत राम्रो गरिदिनु, तपाईलाई धन्यवाद। हजुर यहाँको स्थानीय हुनुहुन्छ, यहाँको एउटा जिम्मेवार व्यक्तित्व हुनुहुन्छ। यसरी तपाईको क्षेत्रमा यसरी यहाँका नानीहरूले चाहिँ फ्री ट्युसन क्लास लिन पाउँदा तपाईलाई के भएको छ? कस्तो खुसी लागेको छ भित्रदेखि? हामीलाई खुसी छ हैन। हाम्रो यहाँ चाहिँ उहाँ म्याडमले यसलाई नानी बाबुहरूलाई, केटाकेटीहरूलाई सबैलाई खरिदेर आउनु। यहाँ घाममा पनि धुपमा पनि धुप पनि घाम पनि भन्नुभएको छैन के अरे। हाम्रो यो 3 नम्बर वडामा राम्रो काम गरेर यो चाहिँ वडाको पनि उहाँलाई आइजानुभयो। उहाँले भनिसक्नु होइन, वडाको पनि के आउँछ राहत जो मिल्ने माथि सरकारबाट मिल्ने राहत हो त्यो सबैजना केटाकेटीहरूलाई राम्रो गरेर पढाउनु भएको छ। त्यसको लागि हामी खुसी छौँ। तपाईँलाई बधाई दियो, तपाईँलाई धन्यवाद। तपाईँ चाहिँ हाई एफिसियन्सी एग्रो टुरिज्म एन्ड हेल्थ अवेरनेसको सुदूरपश्चिम डाइरेक्टर हुनुहुन्छ र यसमा यसरी कार्यक्रम तपाईँले विभिन्न क्षेत्रहरूमा गर्दै हुनुहुन्छ र यो कार्यक्रम कहाँ छ, कसरी छ र कसरी गर्दै हुनुहुन्छ र आगामी उद्देश्य के छ, यसको विषयमा केही विशेष जानकारी गराइदिनु पर्छ? हुन्छ, म विशेष गरी सर्वप्रथम म तपाईँलाई धन्यवाद दिन चाहन्छु र हाम्रो यस हाई एफिसियन्सी एग्रो टुरिज्म एन्ड हेल्थ अवेरनेस संस्था मार्फत जुन निःशुल्क शिक्षण केन्द्र यस ठाउँमा हामीले सञ्चालन गरेका छौँ।
विशेष गरी आजको प्रमुख अतिथि हाम्रो वार्ड प्रतिनिधिज्यू लगायत यहाँ समाजसेवी र सम्पूर्ण हाम्रो आदरणीय शिक्षिका लगायत सम्पूर्ण अभिभावक अनि विद्यार्थीहरूलाई म यस निःशुल्क शिक्षण केन्द्रमा स्वागत गर्न चाहन्छु र विशेष गरी हाम्रो यस हाई एफिसियन्सी एग्रो टुरिज्म एन्ड हेल्थ अवेरनेसले समुदायमा रहेका विभिन्न गरिबहरूलाई जेहेन्दा विद्यार्थीहरूलाई अनि शिक्षाको पहुँचबाट अझै टाढा रहेका व्यक्तिहरूलाई चाहिँ निःशुल्क रूपमा शिक्षा प्रदान गर्ने उद्देश्यका साथ हामी विभिन्न ठाउँमा यसरी निःशुल्क ट्युसन सेन्टरहरू सञ्चालन गर्दै आइरहेका छौँ र यस क्षेत्रमा पनि हामी गर्न पाउँदा एकदमै हर्षित छौँ, खुसी छौँ र हामीलाई विशेष गरी यहाँको जति पनि व्यक्तिहरू समाजसेवी जनप्रतिनिधि लगायत वार्ड प्रतिनिधिहरूले सहायता गर्नुभएको छ। तपाईँहरूको उपस्थितिको लागि पनि म धन्यवाद दिन चाहन्छु।